साथीहरु स्वागत छ मेरो अर्को भिडियोमा। आज म तपाईलाई सिकाउन गइरहेको छु आइफोनमा कस्टम रिङटोन राख्ने कसरी भनेर। तपाईलाई कुनै गीत मन पर्छ, कुनै साउन्ड मन पर्छ, कुनै एक्सटर्नल साउन्ड जुन आइफोनमा छैन, त्यो साउन्डहरु मन पर्छ, त्यो साउन्डलाई तपाईले आफ्नो आइफोनको रिङटोनको रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। यहाँ म तपाईहरुलाई आइफोनको सम्पूर्ण टिप्स दिनेछु। आइफोन धेरैजना साथीहरुले मलाई कोही कमेन्ट पनि गर्नुभएको छ, अरु सोशल मिडियामा हाम्रो टिकटक च्यानलमा अथवा फेसबुक च्यानलमा सोध्नु भएको छ आइफोनमा कस्टम रिङटोन राख्ने कसरी भनेर सोधि नै राख्नु भएको हुन्छ। म यो कुरा तपाईहरुको लागि भनेर लिएर आएको छु आज यो ट्रिक्स। आइफोनमा के हुन्छ भने म तपाईलाई एउटा कुरा भन्दिहालौं। आइफोन के हुन्छ भने आइफोनलाई बेला कम्प्युटरमा अथवा ल्यापटपमा अथवा म्याकबुकमा कनेक्सन गरेर त्यसलाई बेला तपाईले सिंक गराइराख्नु पर्ने हुन्छ। सधैं एउटै कम्प्युटर युज गर्न पर्ने हुन्छ। मैले जेनरली अहिले युज गरिरहेको छु, मैले मेरो म्याकबुकलाई नै युज गरिरहेको छु र म तपाईलाई आज यो म्याकबुकबाट गर्ने तरिका सिकाउँछु। तपाईहरु आफ्नो यो काम आफ्नो कम्प्युटरबाट, ल्यापटपबाट, विन्डोज पीसीबाट गर्न सक्नुहुन्छ। तर विन्डोज पीसीको लागि आइट्युन्स भन्ने सफ्टवेयरको आवश्यकता पर्दछ। विन्डोज पीसीमा तपाईहरुले विन्डोज स्टोरमा गएर जुन माइक्रोसफ्ट स्टोर भन्ने छ त्यहाँ गएर तपाईहरुले यो आइट्युन्सलाई डाउनलोड गर्न पर्ने हुन्छ। विन्डोज पीसीको लागि तपाईले आइट्युन्स र म्याकबुकको लागि आइट्युन्स चाहिदैन। म्याकबुकलाई तपाईको फाइन्डरबाटै सबै काम गर्न मिल्छ। ल है त भिडियो सुरु गरौँ। भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला, साथीहरुमा शेयर गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई अगाडि बढ्न सहयोग गर्नु होला। आउनुहोस् भिडियो सुरु गरौँ। भिडियो सुरु गर्दा पहिला भिडियोलाई एक लाइक गरिदिनु होला र यो भिडियोको अन्तिमसम्म हेर्नु होला र यो भिडियोमा केही बुझ्नु भएन भने कृपया कमेन्ट बक्समा कमेन्ट गरेर नबिर्सनु होला। ल अब म म्याकबुकमा छु, सुरु गरौँ है त। सबभन्दा पहिला म फाइन्डर एप ओपन गर्छु। फाइन्डर एपमा तपाईं हेर्नु भने यहाँ साइडमा तपाईले फोन देख्न सक्नुहुन्छ। यो नै अहिले आइट्युन्सको रूपमा फाइन्डर एपमै काम हुन्छ। यहाँ तपाईहरु सजिलै देख्न सक्नुहुन्छ। मेरो आइफोनको मोडल यहाँ माथि देख्न सक्नुहुन्छ र स्पेस लगायत सबै कुरा यहाँ छ। जेनरल, म्युजिक, मुभिज, टिभी शो लगायतका यी सबै कुरा यहाँ तपाईहरु सजिलै देख्न सक्नुहुन्छ। अब यहाँबाट तपाईले आफ्नो आइफोनलाई ब्याकअप राख्न सक्नुहुन्छ। सबै कुरा यहाँ छ, तपाई देख्दै हुन्छ। आइट्युन्समा पनि सबै फिचरहरु छन्। त्यसपछि अब मैले अर्को एउटा फाइन्डर ओपन गरेको छु जहाँ चाहिँ मैले राख्न खोजेको रिङटोन यहाँ छ। म रिङटोन तपाईलाई थोरै बजाउँछु, सुन्नु होला। यो कपिराइट फ्री रिङटोन हो। ल हेर्नुस् तपाईले सुनिहाल्नुभयो। अब यो टोटल यसको कति लेन्थको छ भन्ने कुरा म तपाईलाई एकछिनमा भन्नेछु र यसलाई सबै लेन्थको राखिन्न, तर रिङटोनको लागि प्रयोग गर्दा आइफोनको जम्मा 30 सेकेन्डको मात्रै राख्न पर्ने हुन्छ। 30 सेकेन्ड लम्बाइ भएको म्युजिक मात्रै प्रयोग गर्न पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि अब यसलाई म सबभन्दा पहिला तपाईलाई एउटा वेबसाइटमा लिएर जान्छु। यहाँ हेर्नुस् mp3cutter.com भन्ने वेबसाइट छ। यो वेबसाइटमा गएर तपाईले त्यो गीतलाई यसमा अपलोड गरेर यहाँ मजाले काट्न सक्नुहुन्छ त्यो गीतलाई। ल है त सबभन्दा पहिला म त्यसलाई कटिङ गर्छु। चुज फाइलमा गएर क्लिक गर्ने वेबसाइटमा। यो वेबसाइटको लिंक तपाईहरुलाई म भिडियोको डिस्क्रिप्सनमा दिने नै छु। यो वेबसाइटको लिंक म तपाईलाई भिडियोको डिस्क्रिप्सनमा दिने नै छु, त्यहाँबाट तपाई हेर्न सक्नुहुन्छ। ल मैले यो गीत चुज गरे। मेरो अहिले यो गीत M4A भन्ने फर्मेटमा छ। तपाईहरुको MP3 फर्मेट पनि हुन सक्छ, त्यसले यहाँ काम गर्छ। यसलाई मैले ओपन गरे। ल हेर्नुस् यहाँ कति छ भने ल हेर्नुस् यो गीत लगभग 2 मिनेट 8 सेकेन्डको छ। अब यसलाई मैले बीचको मात्रै भाग काट्नु छ भने मैले यसलाई यसरी यहाँबाट यसरी ड्र्याग गर्न सक्छु। अगाडिको पार्टलाई भने पछाडिको पार्टलाई यसरी यहाँबाट मैले ड्र्याग गरेर यसरी मिलाउन सक्छु। र हेर्नुस् है हिट स्पेस बार टु प्ले एन्ड पज भनेको छ। तपाईले यहाँ यो गीतलाई प्ले गरी सुनी पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसलाई मैले सबभन्दा पहिला अब यहाँ राखेर हेर्नुस् स्टार्टिङ पोइन्ट 20 सेकेन्डबाट सुरु गरे। यसलाई यसरी सारेर त्यसपछि अब यसलाई मैले यतापट्टिबाट सारेर जम्मा 30 सेकेन्ड 20 मा 30 जोडे 50 मा यसलाई मैले राख्छु। ल हेर्नुस् है 40 भयो। ल हेर्नुस् 50 लाई मैले लगभग 39 मा राखे। ल हेर्नुस् लगभग मैले यसलाई 49 मा राखे भनेपछि लगभग 29 सेकेन्डको हुन आयो। अब यति गरिसकेपछि मैले अब यहाँ तलपट्टि कट अडियो फाइलमा क्लिक गर्छु। एकछिन टाइम लाग्छ। ल हेर्नुस् अब कट भएर डाउनलोड गरी रेडी भइ नै सक्यो। अब डाउनलोड फाइलमा क्लिक गरौँ। ल हेर्नुस् माथि फेरि midnightasc.m4a मा डाउनलोड भयो। अब यसलाई सो इन फाइन्डरमा क्लिक गरौँ। ल हेर्नुस् अहिले मसँग यहाँ दुईटा फाइल छ। यहाँ हेर्नुस् दुईटा फाइल छ। एउटा चाहिँ ओरिजिनल जुन भयो सुरुको हाम्रो 2 मिनेट समथिङ सेकेन्ड 2 मिनेटको भिडियो हो, 2 मिनेटको अडियो र यो भयो हाम्रो कट गरेको 30 सेकेन्डको अडियो। अब यति गरिसकेपछि अब हामीलाई आइफोनमा लैजानको लागि हामीलाई चाहिन्छ M4R फर्मेट। त्यसको लागि पनि हामी फेरि त्यही वेबसाइटमा जान्छौँ। यहाँ गएर यहाँ माथिपट्टि अडियो कन्भर्टरमा जान्छौँ। त्यसपछि यहाँ तपाईले आफ्नो आइको जुन कटिङ गरेको फाइल छ त्यसलाई यहाँ अपलोड गरेर विभिन्न फाइलमा यसलाई कन्भर्ट गर्न सक्नुहुन्छ। अब म यहाँ चुज फाइलमा क्लिक गर्छु। त्यसपछि हेर्नु यो 30 सेकेन्ड वाला मैले भिडियो चुज गरेँ, ओपन गरेँ। एकछिन टाइम लिन्छ अपलोड हुनलाई।
त्यसपछि हेर्नुहोस् है, यहाँ तलपट्टि MP3 WAV भनेर आइफोन रिङटोन भन्ने छ। आइफोन रिङटोन लगाए पनि हुन्छ, अब M4R लगाए पनि हुन्छ। अब म M4R लगाउँछु र मैले यसको थोरै साउन्डलाई राम्रो बनाउँछु, 320 बनाएँ। अब यसलाई म कन्भर्टमा क्लिक गर्छु। एकछिन टाइम लाग्छ, फेरि कन्भर्टिङ हुँदैछ, 100% अपलोड भयो। ल हेर्नुहोस् कन्भर्ट भएर आइसकेको छ। अब यो डाउनलोड यो फाइलमा फेरि क्लिक गरौँ। यहाँ डाउनलोडमा आइसकेको छ। ल हेर्नुहोस् है, M4R अहिलेको M4A थियो भने अब M4R, यसलाई पनि सो इन फाइन्डर गरौँ। ल हेर्नुहोस् अब मसँग 3टा फाइल छ। 3टा फाइलमा एउटा भयो ओरिजिनल, एउटा भयो 30 सेकेन्डको M4A फाइल, अर्को भयो M4R फाइल। तर तपाईसँग MP3 फाइल पनि हुनसक्छ यो M4A को ठाउँमा, तर तपाईँलाई आइफोनको लागि M4R नै चाहिन्छ। अब यो M4R फाइललाई नै तपाईँले आफ्नो आइफोनमा ट्रान्सफर गर्ने हो। यसलाई पहिला तपाईँ चेक गर्नुहोस् यो 30 सेकेन्डको छ कि छैन। म यहाँ एउटा VLC मिडिया प्लेयरमा प्ले गरेर हेर्छु 30 सेकेन्डको छ कि छैन, हेरेर एकचोटि कन्फर्म गरौँ। टोटल अडियो हेर्नुहोस् यहाँ 29 सेकेन्डको छ। ठिक छ, अब यो सपोर्टेड हुन्छ। अब म तपाईँहरूलाई आइफोनको स्क्रिनमा लिएर जान्छु। अहिले मसँग कतिवटा कस्टम रिङटोन छ भनेर तपाईँलाई देखाउनको लागि। तपाईँ एउटा साइडमा आइफोनको स्क्रिन जुन स्क्रिनसट लिएको छु मैले त्यो देख्न सक्नुहुन्छ। त्यहाँ हेर्नुहोस् तपाईँको मेरो लगभग अहिले साइलेन्स टोनदेखि लिएर माथिपट्टि कमेडी च्याम्पियन टोनसम्मको मेरो सबै यो कस्टम रिङटोन हो। तलपट्टि जुन एउटा लाइन देख्न सक्नुहुन्छ त्यो लाइनभन्दा माथिका सबै कस्टम रिङटोन हुन्। यहाँ तपाईँले साइलेन्स टोन छ, रामन मिर्जापुर लगायतका कमेडी च्याम्पियनसम्म छ। 7वटा कस्टम रिङटोन छ। अब यो मिडनाइट पनि म राखेर यसमा हेर्नु है छ, म यसलाई अब राख्छु। यसलाई मैले ल्यापटपमा अलरेडी कनेक्सन गरिसकेको छु मेरो आइफोनलाई। अब म जान्छु, यो फाइन्डरलाई मैले साइडमा यता राखेँ, सँगसँगै अर्को एउटा फाइन्डर पनि ओपन गर्छु जहाँ चाहिँ मेरो आइफोनको खुल्ला छ। ल हेर्नुहोस् है, यहाँ छ। अब म अहिले जेनरल ट्याबमा छु र यतापट्टि मेरो आइफोनको M4R फाइल यतापट्टि छ। अब यसलाई यसरी क्लिक एन्ड ड्र्याग गरेर यहाँ ल्याएर छोडिदिन्छु। हेर्नुहोस् है, त्यहाँ प्लस आइकन आयो देख्न सक्नुहुन्छ तपाईँले। अब यसलाई मैले यहाँ छोडिदिएँ। एकछिन सिङ्क हुन टाइम लाग्छ, वेट गरौँ। ल हेर्नुहोस् सिङ्क पनि भइसकेको छ। अब म तपाईँलाई अर्को स्क्रिनसट पठाउँछु। अब तपाईँले अर्को स्क्रिनसट देख्दै हुन्छ जहाँ तपाईँले यो मिडनाइट AAC 30s भन्ने फाइल देख्दै हुनुहुन्छ। अब यहाँ यो आइसकेको छ। म यसलाई तपाईँको आइफोनको भिडियो प्ले गरेर त्यो म्युजिक बजाएर पनि सुनाउँछु, हेर्नु होला है त। यति नै हो साथीहरू, तपाईँले सबै कुरा बुझिहाल्नुभयो। यति नै हो आइफोनमा कस्टम रिङटोन राख्ने तरिका। र यो प्रोसेसमा तपाईँले केही कुरा बुझ्नु भएन भने कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु, म तपाईँलाई सक्दो सहयोग गर्नेछु। हाम्रो भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला, साथीहरूमा सेयर गरिदिनु होला, र हाम्रो च्यानलमा नयाँ हुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर हामीलाई अगाडि बढ्ने मौका प्रदान गर्नु होला।